पनि साहसिक पर्यटनको क्षेत्रमा महत्त्वपूर्ण कोसेढुङ्गा हो। 3, 2, 1, दायाँ बायाँ हरियाली पहाड र मुनि सुसाउँदै गरेको काली गण्डकी नदीमाथि करिब 228 मिटर उचाइबाट छलाङ मार्दाको अभूतपूर्व आनन्द साँच्चै नै जो कोहीको जीवनका लागि बिरलै जुर्ने अवसर हो। स्काई साइक्लिङ, स्विङ र प्याराग्लाइडिङ, राफ्टिङ तथा क्यानोइङ, रक क्लाइम्बिङ र केबिङ जस्ता विश्वमै चर्चित साहसिक पर्यटकीय खेलहरू खेल्ने एक मात्र ठाउँ कुस्मा नै हो। नेपाल सरकारले सार्वजनिक गरेको 100 नयाँ पर्यटकीय गन्तव्यहरूको सूचीमा समावेश भएको वडा नम्बर 3 स्थित दुर्लुङको 115 मिटर अग्लो महावीर छहरा क्यानोइङका लागि गण्डकी प्रदेशकै अग्लो छहरा मानिन्छ। 115 मिटरको महावीर छहरा क्यानोइङको लागि तपाईँ प्रदेशकै सबभन्दा अग्लो छहरा हो। यसको सँगै तपाईँ रक क्लाइम्बिङ छ 20-22 मिटरको। अनि हाम्रो यहाँ क्यानोइङ गर्ने 3वटा छहरा छन्। तल 21 मिटरको छहरा छ, माथि तपाईँको चाहिँ 22 मिटरको छहरा छ। त्यसरी एकै ठाउँमा यसरी 3वटा छहरा, त्यसपछि यहाँ रक क्लाइम्बिङ, अनि माथि पुरानो 200-300 वर्षको चाहिँ तामाखानी छ। यसलाई हामीले चाहिँ अङ्ग्रेजीमा केबिङ भन्छ। गुफाहरूको रूपमा चाहिँ हामीले प्रचार गर्दैछ, सबै तयारी छ। अनि यसरी तपाईँको चाहिँ एउटै ठाउँमा क्यानोनिङ, रक क्लाइम्बिङ, त्यसपछि केबिङ, एडभेन्चर स्पोर्ट एकै ठाउँमा भएको नेपालमा पहिलो ठाउँ। अग्ला र मनोरम पहाडहरूका कारण पनि केबिङ र रक क्लाइम्बिङका लागि दुर्लुङ उपयुक्त स्थान हो। दुर्लुङ आफैमा ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणबाट विशेष पहिचान पुगेको स्थान हो। नेपालमै यति धेरै विविधतामा आधारित पर्यटकीय विशेषताहरूले सम्पन्न नगर सायदै कुस्मा मात्रै होला। माता पार्वतीको जन्मस्थल भनिएको पाङ, उहाँले खेलेको पार्वती चौर र तपस्या गरेको स्थान पार्वती गुफा धार्मिक पर्यटकहरूका लागि पवित्र तीर्थस्थल हुन्। शालिग्राम ढुङ्गा पाइने एक मात्र चर्चित कालीगण्डकी नदी, पौराणिक महत्त्वको अल्पेश्वर लगायतका धेरै सङ्ख्यामा रहेका देवालय र शिवालयहरूले धार्मिक पर्यटकहरूलाई कुस्मामा पाइला राख्न उत्साहित बनाइरहेको छन्। सांस्कृतिक रूपमा चाहिँ जगना भएको यो पौराणिक कालदेखिबाट चाहिँ आएको हाम्रो अल्पेश्वर गुफाहरूको धेरै आस्थाहरू छन्। यसमा चाहिँ वास्तवमा शिवरात्रि र चाहिँ बाला चतुर्दशीमा धेरै भक्तजनहरू आएर आफूलाई चाहिने, आफूलाई मनमा लागेका वरहरू मागेर अर्को पटक आउँदाखेरि यहाँ चाहिँ सिद्ध भएको 90% भन्दा बढी वर मिलेको भन्ने किसिमको चाहिँ भनाइ आधारित छ। र चाहिँ हरेक साउनको प्रत्येक सोमबार चाहिँ ठुलो चाहिँ उत्सव र चाहिँ यो हुन्छ। यहाँका 4-5 गाविस र कुस्मा नगरपालिकाकै केन्द्र भएको चाहिँ हुनाले यहाँ ठुलो मेलाको रूपमा चाहिँ यहाँ भक्तजनहरू आएर अल्पेश्वर महादेवको दर्शन गर्ने र चाहिँ वरदान माग्ने हाम्रो परम्परा। पार्वती माताले शिवजीको लागि वर मागेको भनेर किम्वदन्तीमा भेटिने गुप्तेश्वर गुफाको रहस्यसँग साक्षात्कार हुन पनि कुस्माको यात्रा गर्नु अनिवार्य नै छ। गुप्तेश्वर गुफा जमिनभन्दा करिब 150 मिटर तल पर्दछ। गुफाभित्र ढुङ्गामा बनेका शिव पार्वती, विष्णु लक्ष्मी, सरस्वती, शेषनाग, गणेश आदि देवी देवताको चमत्कारिक आकृतिले जोसुकैलाई आश्चर्यचकित बनाउँदछ। नगरको वडा नम्बर 1 मा रहेको सहस्रधारामा नुहाएर मुक्तिनाथको तीर्थयात्रामा निस्किने परम्परा आज पनि कायमै छ। 108 जना ब्राह्मणहरूले कोटी होम गरेको कृष्ण मन्दिर पनि कुस्माको घुम्न लायक स्थान हो। एउटा भनाइ के छ भन्दाखेरि शास्त्र हराए कि त काशी जानु कि त पाङ जानु भन्ने भनाइ पनि छ। त्यसो हुनाले यो एउटा पौराणिक थलो र यो ऐतिहासिक ठाउँ पनि हो। यो ऐतिहासिक पर्वते राजाहरूले राज्य गरेको थलो पनि हो।
यो पौराणिक रूपमा हिमालय पर्वतको छोरी पार्वतीको जन्मभूमिको रूपमा पनि यो परिचित छ र यहाँ विभिन्न धार्मिक र पर्यटकीय स्थलहरू रहेका छन्। यहाँ माता पार्वतीले तपस्या गरेको, शिवजी पति पाउँ भनेर तपस्या गरेको पार्वती गुफा, त्यस्तै गरेर पार्वती खेलिरहेको चौर, पार्वती चौर, हामी त्यहाँ पार्वती धाम निर्माण गर्ने प्रक्रियामा अगाडि छौँ। त्यस्तै गरी पार्वतीले नुहाउने भनेको सहस्रधारा, त्यहाँ 12 महिना अनगिन्ती धाराहरू बगिरहन्छन्। अहिले 108वटा धारा, गौमुखी धाराहरू निर्माण गरिएको छ त्यहाँ। नगरभित्र रहेका विभिन्न मठ मन्दिर र देवालयका साथसाथै रमणीय स्थानहरूको अवलोकन गर्ने एउटा आकर्षक गन्तव्यको रूपमा कुस्मालाई स्मरण गर्न सकिन्छ। समग्रमा 1 देखि 14 सम्मको पर्यटकीय स्थलहरूको विषयमा कुरा गर्दाखेरि कुस्मा नगरपालिकामा 1 नम्बर वार्डमा चाहिँ शिव पार्वती जन्मेको एउटा सङ्गम जन्मस्थलको रूपमा लिन सकिन्छ र त्यस्तै गरी यहाँ चाहिँ गुफाहरूलाई हेर्दाखेरि समग्रमा धेरै गुफाहरू छन्। गुप्तेश्वर गुफा, अलपेश्वर गुफा लगायतका चाहिँ अब एकदम रमणीय गुफाहरू रहेका छन् भने त्यसै गरेर मठ मन्दिरहरू, कोट देवीहरूको प्रशस्त मात्रामा यहाँ चाहिँ धार्मिक स्थलहरू रहेका छन्। प्राकृतिक सौन्दर्यको खानी र धार्मिक रूपमा पवित्र गन्तव्य मानिने कुस्मा नगरका ओडाहरूमा सुन्तला, कफी, किवी, आलु लगायतका प्रशस्तै पाइने अर्गानिक फलफुल तथा ओडा नम्बर 11 को पकुवा स्थित टनेलमा उत्पादित टमाटरका बिरुवा र त्यही हुर्किरहेका लोपुन्मुख पन्छी कालिजको दृश्य निहाल्ने दुर्लभ अवसर पनि कुस्मामा छ। अन्य खाद्य बाली, फलफुल खेती र पशुपालन लगायतका विशेषताहरूका कारण एग्रो टुरिज्म र एग्रो फरेस्ट्रीको क्षेत्रमा अध्ययन तथा अवलोकन गर्नेहरूका लागि पनि कुस्मा रोमाञ्चक जमिन हो। विशेषतः कुस्मा नगरपालिकालाई हामीले एउटा चाहिँ कसरी यसलाई चिनाउने त भन्ने खालको एउटा अभियानमा पनि छौँ र एउटा मास्टर प्लान पनि हामीले बनाएका छौँ। कुस्मा नगरपालिकालाई पर्यटन र कृषिको माध्यमबाट अगाडि बढाउन सकिने देखिएको कारणले गर्दा यिनै विषयवस्तुहरूलाई हामीले प्रवर्धन गर्दै नगरलाई चाहिँ एउटा कृषि र पर्यटनको माध्यमबाट चिनाउने जुन नगरपालिका सिङ्गो नगरपालिका लागिरहेको छ। मनमोहक वन जङ्गल, त्यहाँ पाइने विविध प्रजातिका वन्यजन्तु तथा पशुपक्षी, अटल रूपमा बगिरहेका नदीनाला, झरना र गुफा, अग्ला पहाडहरूका कारण पर्यटनको दृष्टिकोणबाट समेत कुस्मा आकर्षक गन्तव्यको रूपमा स्थापित छ। यहाँबाट माछापुच्छ्रे हिमालदेखि लिएर अरू हिमालहरूलाई प्रष्ट रूपमा हामीले देख्न सकिन्छ र त्यसरी सूर्य उदाएको र सूर्य अस्ताएको यो ठाउँबाट हेर्नको निम्ति राम्रो ठाउँ रहन्छ र यो पञ्चासे पर्यटन मार्गमा जाने बाटो पनि यो बाटो यसरी पञ्चासेमा जान सकिन्छ। हामी यो गाडीको बाटो र हिँडेर पनि हामीले चाहिँ पञ्चासेमा जानको निम्ति यहाँबाट 1.5 घन्टामा हामी पञ्चासेमा पुग्ने हुन्छौँ र पर्यटकहरू बाहिरबाट आएर यो ठाउँमा रहेर अनि यहाँ एक साथ बिताएर यहाँको कल्चरलाई तपाईँको जनजाति समुदाय पनि भएको हुनाले यहाँको कल्चरमा रमाएर माथि पुर्याउने हामीले चाहिँ उद्देश्य बनाएका छौँ र त्यसै गरी हाम्रो कुस्मा नगरपालिकाको सबैभन्दा पर्यटकीय क्षेत्रको विकास हामीले एग्रो टुरिज्मलाई लिएका छौँ। हामीसँग 2टा प्राविधिक विद्यालय छन् र हामीले पर्वत जिल्लाका 61 वार्डमध्ये सबैभन्दा नमुना तरकारी खेती, आधुनिक प्रविधिको तरकारी खेती उत्पादन गर्ने वार्डको रूपमा हामीले कुस्मा नगरपालिका 11लाई विकास गरेका छौँ र त्यसै गरी हामीले तपाईँको चाहिँ त्यो धान पकेट क्षेत्र भनेर पकुवा र सिल्मीको फाँटलाई हामीले विकास गरेका छौँ। केरा पकेट क्षेत्र, मकै पकेट क्षेत्र, सुन्तला पकेट क्षेत्र हुने छापालाई हामीले विकास गरेर अगाडि बढिरहेका छौँ। त्यसै गरी अलैँची पकेट क्षेत्रको रूपमा पनि हामीसँग रहेका छन् र यी सबै क्षेत्रहरूलाई हेर्दाखेरि हाम्रा तपाईँको चाहिँ एग्रो टुरिज्ममा हाम्रो सबैभन्दा अब्बल हुन्छ भन्ने मलाई लागेको छ। हामीले कुस्मा नगरपालिकालाई पर्यटनको हिसाबले अगाडि बढाउने सन्दर्भमा समृद्ध नगरको आधार कृषि, उद्योग, पर्यटन र पूर्वाधार भन्ने नारा नै तय गरेर हामी अगाडि बढिरहेका छौँ। हाम्रो वडाको सन्दर्भमा हामीले ओम पार्क, ओमको आकारमा
108 पिपलको चौतारीहरू रोपेर त्यसलाई आकर्षक पार्कको रूपमा हामीले विकास गर्न गत वर्षदेखि अगाडि बढिरहेका छौँ। त्यसै गरी लामो समयदेखि हामीले एउटा 6 धारे एउटा धारा छ, त्यो धारा पनि हामी व्यवस्थित हिसाबले चाहिँ त्यसलाई एउटा व्यवस्थित दृश्यावलोकन केन्द्र बनाउने हिसाबले त्यसलाई पनि अगाडि बढाइरहेका छौँ। त्यसै गरी अग्लो पुल पनि हाम्रै वडामा पर्ने हुँदाखेरि र हामीले सँगसँगै यी सबै कुरालाई चाहिँ पर्यटनलाई अगाडि बढाउनको लागि भर्खरै मात्र होमस्टे कुस्मा होमस्टे तयार गरेर पर्यटकहरूलाई कसरी बढीभन्दा बढी पर्यटकहरू ल्याउन सकिन्छ भन्दै अन्य पनि हामीले खेलकुदको चौर व्यवस्थापन गर्ने, टावर बनाउने कुराहरूलाई पनि अगाडि बढाएर अघि बढिरहेका छौँ। कुस्मा नगरपालिकामा वर्षौँदेखि सद्भावपूर्वक बसोबास गरिरहेका ब्राह्मण, क्षेत्री, गुरुङ, मगर, दलित र नेवार लगायतका जात जाति तथा तिनीहरूको वेशभूषा, रीतिरिवाज एवं विभिन्न चाडपर्वहरू पनि त्यत्तिकै आकर्षक छन्। कुस्माको मानवीय पक्ष पनि त्यत्तिकै रोचक प्रकृतिको छ। अतिथि देवो भवो भन्ने नेपाली परम्परा अनुसार नै यहाँ पर्यटकहरूलाई माया, प्रेम र सम्मान गर्ने गरिन्छ। यहाँ सञ्चालित होमस्टे र यहाँ पाइने स्थानीय परिकार, न्यानो आतिथ्यता तथा सांस्कृतिक प्रस्तुति जोसुकैको जीवनका यादगार पलहरू बनिरहने निश्चित छ। अर्ग्यानिक खानाको लागि पनि व्यवस्था गर्दैछौँ। अहिले हाम्रो वार्ड नम्बर 7 मा पनि वडा अध्यक्षले एउटा होमस्टे गराउनु भएको छ। हामी त्यहीँको प्रोडक्सन खुवाउँछौँ, कुनै विषादीयुक्त हुँदैन, अर्ग्यानिक खुवाउने हामीले हाम्रो पर्यटकहरूलाई खुवाउँछौँ। बागलुङ जिल्लामा रहेको बलेवा विमानस्थलबाट नजिकैको दूरीमा पर्ने कुस्मा मध्य पहाडी लोकमार्ग, कालीगण्डकी लोकमार्ग र द्रुत गतिमा विकास भइरहेको कालीगण्डकी कोरिडोरका कारण सुगम र अवलोकनका लागि आकर्षक बनिरहेको छ। कुस्मा नगरपालिका सङ्घीय सरकारको काठमाडौँबाट हेर्दाखेरि हामी पोखरासम्म प्लेनमा पनि आउन सक्छौँ र गाडीमै आयौँ भने पनि हामी 7 घन्टामा आउन सक्छौँ। झन्डै हाम्रो 250 किलोमिटर काठमाडौँबाट पर्छ भने पोखराबाट जम्मा 57 किलोमिटर छ र अहिले मध्य पहाडी लोकमार्ग बन्दै गरेको र अब आगामी असारसम्म सम्पन्न हुने हुँदाखेरि 1.5 घन्टाको बाटोमा पोखराबाट कुस्मा नगरपालिका आउन सकिन्छ। त्यसले पनि पोखरा बस्ने पर्यटकहरू कुस्मा गएर बसेर फेरि फर्केर पोखरा आउन सक्ने सम्भावना पनि रहेको हुँदाखेरि त्यहाँ अत्यन्तै पर्यटनको सम्भावना रहेको छ र पर्यटकहरूलाई त्यहाँ विशेष गरिकन पञ्चासे जुन स्याङ्जा अनि पर्वत कास्कीको सिमाना छ पञ्चासे त्यहाँ पुग्न सक्छन्। त्यसै गरी बाटुले चौर, शिवालय मन्दिर र खास गरिकन अहिले सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट पनि 100 गन्तव्यमध्ये 2वटा गन्तव्य कुस्मा नगरपालिकाभित्रै रहेको छ। दोर्लुङको क्यानोनिङ र गुप्तेश्वर गुफा जहाँ शिव पार्वतीको अग्लो मूर्ति अहिले एसियाकै अग्लो मूर्ति बनाउन लागिरहेको छ। त्यसले पनि पर्यटकहरूलाई धेरै दिन बिताउनलाई सहयोग पुग्छ। त्यसै गरी कुस्मा नगरपालिकामा झोलुङ्गे पुलहरू बनिरहेको छन्। अहिले अब दक्षिण एसियाकै लामो 567 मिटरको झोलुङ्गे पुल कुस्माको पाङ वार्ड नम्बर 1 र बागलुङ कालिका मन्दिर जोड्ने पुल पनि बन्दैछ। त्यसै गरी 4-5वटा झोलुङ्गे पुल र बन्जी जम्प अहिले दक्षिण एसियाकै अग्लो बन्जी जम्प विश्वकै दोस्रो बन्जी जम्प बनिरहेको छ। त्यो बन्जी जम्पमा पर्यटकहरूले साहसिक मनोरम साइक्लिङहरू गर्ने, त्यसै गरी पिङ खेल्ने ती पर्यटक वस्तुहरू थुप्रै बनेको हुँदाखेरि पर्यटकहरूलाई कुस्मा नगरपालिकामा आएर धेरै नै दिन 6-7 दिन बिताउन पनि हामीले त्यही किसिमको पूर्वाधारहरू तयार गरेको र कुस्मा नगरपालिकाको एउटा विकास समृद्धिको आधार नै पर्यटनलाई बनाएको हुँदाखेरि नेपाल सरकारकै जिडिपीमा समेत कुस्मा नगरपालिकाले योगदान गर्ने हामीले अपेक्षा लिइरहेका छौँ। स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले स्थानीय सरकार सम्हालेसँगै कुस्मालाई स्मार्ट सिटीको रूपमा विकास गर्ने अवधारणा अनुसार कामहरू अगाडि बढाइरहनु भएको छ। आवादिक योजना बन्ने क्रममा छ। वार्षिक योजनामा हामीले अहिले माइस टुरिज्म पनि संलग्न गरेका छौँ। माइस टुरिज्म भन्नाले जुन मिटिङहरू गर्ने, इन्ट्रेक्सन गर्नको लागि सिटिएल र बस पार्क, अत्याधुनिक बस पार्क सिटिएलको डिपिआर सम्पन्न भएको छ जुन 78 करोडको लागतमा बन्दैछ।
त्यो माइस टुरिज्म जुन 1500 क्यापेसिटीको त्यो अडिटोरियम हल छ, पोखरामा हुने कार्यक्रमहरू अब कुस्मामा गएर हुँदाखेरि त्यहाँका होटल व्यवसायीहरू, कृषकहरू र एकदम उद्यमी युवाहरू जसले कृषि फार्महरू सञ्चालन गर्नुभएको छ, पशु फार्महरू सञ्चालन गर्नुभएको छ, उहाँहरूलाई पनि यो पर्यटन मार्फत उहाँहरूको प्रश्रय हुनेछ, आर्थिक वृद्धि हुनेछ, समृद्धि हुनेछ, रोजगारी सिर्जना हुनेछ। सडक, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका क्षेत्रको समुचित विकासका लागि नगरपालिका सदैव अग्रसर देखिन्छ। कुस्मा नगरपालिकाले आवादिक योजनाहरूलाई अब आधार मानेर अगाडि बढाउने गरेर हामीले आवादिक योजना निर्माण गर्ने बजेट पनि हामीले छुट्याएका छौँ। त्यसै अनुरूप हामीले वार्षिक बजेट निर्माण गरिरहेका छौँ। राजस्व अभिवृद्धिको लागि हामीले करको दायरामै नआएका सहकारीहरूलाई हामीले अहिले करको दायरामा ल्याएका छौँ। त्यसै गरी हामीले विभिन्न व्यवसाय सञ्चालन गर्नुभएका निजी व्यवसायीहरूलाई पनि करको दायरामा ल्याइरहेका छौँ र राजस्व एक किसिमले अघिल्लो आबममा 3 करोडको हाराहारीमा रहेको राजस्वलाई हामीले 6 करोड पुर्याउने लक्ष्य साथ हामीले राजस्व असुली गरिरहेका छौँ। त्यसै गरी अब आदरणीय जनप्रतिनिधिहरूले पनि अब मसिना योजनाहरू छरेर विकास हुँदैन, अब देखिने योजना गर्नुपर्छ। प्रत्येक वडामा एउटा गौरवको योजना सञ्चालन गर्नुपर्छ र अब हामीले त्यसरी छनौट गर्नुपर्छ भनेर उहाँले पनि प्रतिबद्धता जनाएको हुँदाखेरि अहिलेसम्म उहाँहरूले स्थानीय आवश्यकता परिपूर्ति गर्ने गरी योजनाहरू सञ्चालन गर्नुभएको थियो भने आगामी नगरसभाबाट ठुला योजनाहरू अगाडि बढाएर देखिने काम गरेर भ्यालु फर मनी, इफिसियन्सी, इफेक्टिभनेस, इकोनोमी हुने गरी अगाडि बढ्ने गरी नगरपालिका अगाडि बढिरहेको छ। आदरणीय जनप्रतिनिधिहरूले पनि त्यसमा सहयोग गरिरहनु भएको छ। आदरणीय नगर प्रमुखज्यू, उपप्रमुखज्यू, कार्यपालिकाका सदस्यज्यूहरू, नगरसभाका सदस्यज्यूहरू सबैले अब विकासलाई एउटा मूर्त रूप दिने गरी र सङ्घ र प्रदेशसँगको समन्वय सहकार्यमा म्याचिङ नगरपालिकाबाट गरेर ठुला योजना गर्नको लागि पनि हामी अगाडि बढेका छौँ। यसमा सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यूले असाध्यै सहयोग पुर्याइरहनु भएको छ। त्यसै गरी सङ्घीय सांसदहरू, माननीय सांसदज्यूहरू, प्रदेश मन्त्रीज्यूहरू, प्रदेश सांसदज्यूहरूले पनि कुस्मा नगरपालिकाको विकासमा अत्यन्त सहयोग पुर्याउनु भएको छ। यसबाट हामी असाध्यै खुसी छौँ। पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै आकर्षक पूर्वाधार लगायतका क्षेत्रमा नगरले गरिरहेका काम, स्थानीय सरकारको तीव्र इच्छाशक्ति र स्थानीयवासीको सकारात्मक सोच तथा सक्रियतालाई निहाल्दा कुस्मा नगरपालिका छोटो समयमा समृद्ध, सुन्दर र समुन्नत नगर बन्ने निश्चित छ। हाम्रो यो कुस्मा नगरपालिकामा 14वटा वडाहरू रहेका छन्। ती वडाहरूमा प्रत्येक वडाहरूमा होमस्टेहरू रहेका छन् र कुस्मा नगरपालिकामा नै अहिले सुविधा सम्पन्न होटलहरू निर्माण भएका छन्। कुस्मा नगरपालिकामा आउनको लागि पर्यटकहरूलाई सहज रूपमा आउनको लागि अहिले पुष्पलाल मध्य पहाडी लोकमार्ग, कालीगण्डकी कोरिडोरले सहजै पर्यटकहरूलाई आउन सक्ने वातावरण दिइरहेको सन्दर्भमा हामीले यो वृत्तचित्रबाट अहिलेको सूचना प्रविधिको युगमा प्रत्येक पर्यटकलाई विदेशमा बसेर, नेपालको काठमाडौँमा बसेर आफ्नो प्लान गराउनको लागि यो वृत्तचित्रले सहयोग पुग्ने हामीले अपेक्षा गरेका छौँ। अहिलेको पर्यटकले युट्युबबाट हेरेर, गुगलबाट हेरेर आफ्नो प्लानहरू कुस्मा नगरपालिकाभित्र कुन ठाउँमा पर्यटकीय स्थलहरू छन् र पर्यटक सर्किट उसले बाटाहरू कुन ठाउँमा गएर कति दिन बस्ने ती प्लान बनाउनको लागि पनि यो वृत्तचित्रले सहयोग गर्नेछ। प्राकृतिक सौन्दर्यता र सृजनशील सोचहरूको बेजोड सम्मिश्रणलाई निहाल्न कुस्मासम्मको तपाईँको यात्रा जीवनकै अविस्मरणीय र रोचक क्षण बनिरहोस्। शुभ यात्रा।